आजको भिडियोमा चाहिँ मैले मे महिनामा 920 पाउन्ड मेरो ट्रेडिङ 212 पोर्टफोलियोमा डिपोजिट गरेँ। त्यसको चाहिँ अलिकति ब्रेकडाउन गरेर बताउँछु है त मैले कुनमा कति इन्भेस्ट गरेँ भनेर। मेरो इन्भेस्टमेन्ट स्ट्राटेजी चाहिँ एकदमै सिम्पल छ। मैले धेरै मिस्टेक गरिसकेपछि अहिले भर्खरै 1 वर्ष जति हुन लाग्यो मैले सिकेको चाहिँ धेरै रिसर्च पनि गर्नु नपर्ने अनि पोर्टफोलियो एकदम डाइभर्सिफाई पनि हुने। सो इटिएफमा चाहिँ इन्भेस्ट गर्छु मैले। सो अभियसली मेरो मोस्ट अफ द इन्भेस्टमेन्ट इटिएफमा नै जान्छ। सो कुन इटिएफमा गयो भनेर म भन्छु। सो सबैभन्दा मेरो धेरै इन्भेस्टमेन्ट जाने भनेको FTSE All World फन्ड हो। त्यसमा चाहिँ मैले 400 पाउन्ड गरेँ यो महिनामा चाहिँ। मेरो रेगुलरली जाने इन्भेस्टमेन्ट भनेको यही हो। अल वर्ल्ड फन्डमा गरिसकेपछि अब संसारभरिको कम्पनीहरूमा एकैचोटि डाइभर्सिफाई हुने भयो अनि अलिकति लो कस्ट भएको भएर मैले इन्भेस्टको FTSE All World फन्डमा गर्ने गर्छु। पछि मेरो 200 पाउन्ड गयो डिभिडेन्ड कम्पनीजहरूमा। युकेको मात्र डिभिडेन्ड कम्पनीहरूको लागि भनेर एउटा मैले डिभिडेन्ड पाई बनाएको छु। सो डिभिडेन्ड पाईमा चाहिँ मैले गरेँ 200 पाउन्ड। डिभिडेन्ड इन्भेस्टर चाहिँ म होइन, मेरो मेन इन्भेस्टमेन्ट भनेको चाहिँ इटिएफ नै हो। तर डिभिडेन्ड आउँदाखेरि चाहिँ अलिकति मोटिभेसन हुन्छ अनि अलिकति इन्करेजमेन्ट मिल्छ, मेरो पैसाले पैसा कमाएँ भन्ने खालको फिलिङ आउँछ नि त। त्यही भएर चाहिँ मैले डिभिडेन्डमा पनि गर्ने गर्छु। अलिकति एक्स्ट्रा पैसा भयो भने मात्र डिभिडेन्डमा एड गर्छु मैले, नत्र मेरो रेगुलर इन्भेस्टमेन्ट भनेको चाहिँ इटिएफ नै हुन्छ। अनि अर्को 100 पाउन्ड गयो मेरो इमर्जिङ मार्केटमा। सो FTSE All World फन्डले इमर्जिङ मार्केट अलरेडी कभर गरिसकेको छ अनि किन इमर्जिङ मार्केटमा भन्ने क्वेसन पनि आउला नि त। तर इमर्जिङ मार्केटमा अलि बढी एक्सपोजर होस् भनेर मैले एक्स्ट्रा 100 पाउन्ड चाहिँ छुट्टै इमर्जिङ मार्केटको इटिएफमा हालिदिएको छु। अनि अर्को 100 पाउन्ड फेरि S&P 500मा हालेको छु। त्यो पनि सेम हो, इमर्जिङ मार्केट जस्तै S&P 500 पनि अमेरिकाको 500 बिगेस्ट कम्पनी पनि FTSE All World फन्डमा नै आउँछ। आए पनि अलिकति अझ बढी अमेरिकाको अब टेक कम्पनीहरू एकदम राम्रो भइरहेको छ नि त अहिले एआईले गर्दाखेरि। त्यस्तो हुँदाखेरि चाहिँ अझ अलिकति बढी एक्सपोजर होस् भनेर मात्र मैले 100 पाउन्ड यसमा थपेको। अनि त्यसपछि अर्को 100 पाउन्ड चाहिँ FTSE 100मा उस गरेको छु मैले, इन्भेस्ट गरेँ। FTSE 100 भनेको चाहिँ अब युकेको बिगेस्ट 100 कम्पनीहरू। यो पनि युके मार्केटमा अझ बढी एक्सपोजर होस् भनेर मात्रै मैले यो 100 चाहिँ FTSE 100 अनि इमर्जिङ मार्केट अनि त्यसपछि आएर S&P 500मा इन्भेस्ट गरेँ। अब यो भयो टोटल 900 पाउन्ड मैले कहाँ इन्भेस्ट गरेँ भनेर अनि भनिसकेँ मैले। सो 20 पाउन्डको स्टोरी चाहिँ अलिकति फरक छ। 20 पाउन्ड मैले किन डिपोजिट गरेँ अनि केमा इन्भेस्ट गरेँ भन्दा 20 पाउन्ड मैले गरेँ आइसेयर फिजिकल गोल्डमा। यसमा मैले के गर्छु भने नर्मल्ली जब डिभिडेन्ड आउँछ तब मैले त्यसलाई लिएर अनि आइसेयर फिजिकल गोल्डमा इन्भेस्ट गर्ने गर्छु। सो धेरै समयदेखि अब डिभिडेन्ड धेरै आउँदैन नि त, 1 पाउन्ड 2 पाउन्ड कहिलेकाहीँ सेन्ट पनि आउँछ। सो त्यो कलेक्ट गरेर राखेर एकैचोटि गर्छु भनेर सोचिरहेको थिएँ, क्यास होल्ड गरिरहेको थिएँ। अनि क्यास होल्ड गर्दा मैले धेरै समयसम्म होल्ड गरिराख्दाखेरि त्यो बाई गर्दाखेरि त्यो मनी चाहिँ गएको भएर मैले 20 पाउन्ड डिपोजिट गरेर अनि त्यसको चाहिँ फिजिकल गोल्डमा इन्भेस्ट गरिदिएँ। महिनामा मैले एउटा नयाँ कुरा के गरेँ भने इन्भिडियाको मसँग 8वटा सेयर थियो। 8वटा सेयरमध्ये इन्भिडिया एकदमै माथि गएको बेलामा मैले 4वटा सेयर मैले सेल गरिदिएँ। नत्र म बाई एन्ड सेल त्यति गर्दिनँ। अहिले चाहिँ एकदमै हाई गएको थियो इन्भिडिया, यही बेलामा म आधा बेचेर अलिकति प्रफिट लिइहाल्छु भनेर सो मैले बेच्दिएँ 4 सेयर बेच्दाखेरि मलाई 700 समथिङ आएको थियो। अनि त्यसबाट पनि मैले 300 लिएर 100 टोटल चाहिँ FTSE All Worldमा नै इन्भेस्ट गरिदिएँ। अनि बाँकी रहेको 200लाई चाहिँ इमर्जिङ मार्केट FTSE 100 र S&P 500मा स्प्लिट गरिदिएर त्यो पनि इन्भेस्ट गरिदिएँ। यो चाहिँ मैले यो महिनामा डिप ट्रेन गरेको। नर्मल्ली मैले चाहिँ किनी मात्र राख्छु, सेल गरेको थिएन। अहिले चाहिँ इन्भिडिया मैले फर द फर्स्ट टाइम सेल पनि गरिदिएँ। त्यो थियो मेरो यो महिनाको कहाँ इन्भेस्ट गरेँ भनेर अनि ब्रेकडाउन। अनि 920 पाउन्ड चाहिँ मैले आफै डिपोजिट गरेको अनि 300 पाउन्ड मैले इन्भिडिया सेल गरेको। अनि त्यसपछि अलिकति बाँकी पैसा चाहिँ मैले होल्ड गरेर राखेको छु स्टिल इन्भिडिया सेल गरेको चाहिँ। यस्तै मेरो स्टक मार्केट इन्भेस्टिङ जर्नी फलो गर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ।